तिमीले जोसुकै मान्छेसँग बिहे गर, जिन्दगीको कुनै न कुनै मोडमा पुगेपछि एकपटक पक्कै भन्ने छौ, मैले कस्तो मान्छेसँग बिहे गरेछु। तर समस्या गलत मान्छे रोज्नुमा मात्र हुँदैन। असली कुरा त के हो भने यो संसारमा कोही पनि पर्फेक्ट हुँदैन। सबैमा केही न केही कमी हुन्छ। जससँग टन्न पैसा छ उसँग समय हुँदैन, जससँग समय छ उसँग फेरि पैसा हुँदैन। जो मान्छे एकदमै रोमान्टिक हुन्छ उसलाई पूर्ण विश्वास गर्न गाह्रो हुन्छ, अनि जो इमानदार हुन्छ ऊ फेरि अलि बोरिङ लाग्न सक्छ। जसले सधैँ सत्य बोल्छ उसको कुरा तितो लाग्छ। जो तिम्रो लागि सधैँ उपलब्ध हुन्छ उसको कदर नै हुँदैन। जो देख्नमा एकदमै राम्रो छ ऊ सधैँ वफादार नहुन सक्छ। त्यसैले यदि तिमी एउटा पर्फेक्ट मान्छे कुरेर बसेका छौ भने नि जिन्दगीभर कुरेको कुरै हुनेछौ। तर यदि तिमी एउटा साँचो, अलि अपूर्ण तर बलियो सम्बन्धको लागि तयार छौ भने तिमीले यस्तो माया पाउनेछौ जुन बाहिरबाट चम्किलो नदेखिएला तर कहिल्यै मर्ने पनि छैन।